है। आज हामी चाहिँ लिनक्सको चाहिँ बेसिक कमान्डहरू सिक्न गइरहेका छौँ होइन। फर्स्ट अफ अल चाहिँ अब कि हामी लिनक्स इन्स्टल गर्नुपऱ्यो होइन आफ्नो कम्प्युटरमा, होइन भने चाहिँ फ्रीमा चाहिँ यो एउटा यो बेलबार्ड डट ओआरजी भन्ने छ, यसले फ्रीमै कन्सोलमा दिन्छ होइन। फर्स्टको चाहिँ अब प्योर कमान्ड बेसमा हो, कन्सोलमा छ होइन, र हामी त्यो युज गर्दैछौँ होइन, है त। अनि फर्स्ट अफ अल चाहिँ हामी के गर्छौँ भन्दा यसमा गएर क्लिक गर्छौँ होइन। यो फ्री नै छ होइन। एकचोटि काम गरिसकेपछि चाहिँ सबै डेटा क्लोज हुने बित्तिकै सबै डेटा चाहिँ जान्छ होइन। तर हामीलाई प्र्याक्टिस गर्नलाई सजिलो छ होइन। यो फर्स्ट अफ अल चाहिँ हामी के गर्ने भन्दा चाहिँ यसलाई चाहिँ हामी क्लिक गरिसकेपछि चाहिँ कालो स्क्रिन आउँछ। एकैछिन टाइम चाहिँ लिन्छ होइन। इन्टरनेटको कनेक्सन कस्तो छ त्यसमा पनि भर पर्छ यो, र एकैछिन लोडिङ हुन दिउँ। ल लोड भइसक्यो होइन। अब फर्स्ट कमान्डै चाहिँ के हो, क्लियर, सिएलइआर। क्लियर भनेको स्क्रिनमा भएको जति माथिको देखिन्छ त्यो सबै क्लियर हुन्छ भनेको, डिलिट चाहिँ हुँदैन, जस स्क्रिन चाहिँ खाली हुन्छ होइन। अब चाहिँ हामी फर्स्ट अफ अल चाहिँ फर्स्ट कमान्ड चाहिँ के हो, एलएस। एलएस गर्ने अनि इन्टर गर्ने। एलएस इन्टर गरिसकेपछि के हुन्छ, भएको लिस्ट देखाएको हुन्छ। त्यो भनेको हामी जुन ठाउँमा छौँ, यो जुन एउटा पाथ होला, पिडब्लुडी भनेको पाथ भयो। हामी रुट फोल्डरमा चाहिँ के फाइल छ, बेन्च डट पिवाई छ, हेलो डट सी छ, हेलो डट जेएस र रिडमी डट टिएक्सटी भन्ने छ है। यो 4वटा फाइलहरू छ होइन। यो 4वटा फाइल त अब सिधा छ नि त भनेको। अब चाहिँ हामीले अर्को वेले रिप्रेजेन्ट एलएस माइनस एलआरटी गरेर हेऱ्यो भने चाहिँ के हुन्छ भन्दा चाहिँ यसरी देखिन्छ। अब यहाँ चाहिँ टोटल 16वटा छ देखाएको होइन, अरू हिडन होला होइन। तर त्यो 4वटा चाहिँ के छ चाहिँ, 4वटा फाइल छ। एउटा के छ, जेएस फाइल छ, एउटा सीको फाइल छ होइन, एउटा चाहिँ पाइथनको फाइल छ, एउटा टेक्स्ट फाइल छ होइन। अनि अघि चाहिँ एलएसकै यो एलएस चाहिँ जस्ट लिस्ट मात्रै गरे हो भने चाहिँ यसमा चाहिँ डिटेलमा देखाएको हो होइन। अब यसमा चाहिँ के छ भन्दा चाहिँ यो चाहिँ सेक्युरिटी रिजनको लागि हो होइन। कसले बनाएको, रुटले बनाएको, कसले पर्मिसन रुटलाई छ, कहिले अरे कति साइज छ, 22 बाइट्स हो यो, जुन 16मा बनाएको, जुन 16मा 2020मा बनाएको है। अनि यो चाहिँ 151मा छ। अनि यति हो भनेपछि एलएस मात्रै गऱ्यो भने चाहिँ यसरी आउँछ होइन। र एलएस माइनस एलआरटी गऱ्यो भने चाहिँ अलिक डिटेलमा देखाउँछ होइन। र हामीले चाहिँ अर्को पिडब्लुडी भनेको चाहिँ के हो, प्रिन्ट वर्किङ डिरेक्टरी भनेको चाहिँ हामी यसमा छौँ। ओके, फर्स्ट अब चाहिँ हामी के गर्छौँ भन्दा चाहिँ फर्स्ट अफ अल हामी आफ्नो फोल्डर बनाउँछौँ। उनले जुन फोल्डर बनाएको जस्तरी नै हामी के गर्छौँ, फोल्डर बनाउँछौँ। फर्स्टमा चाहिँ हामी के गर्छौँ, फर्स्टमा क्लियर गरिदिन्छौँ। अब एमकेडिआइआर होइन। अब मैले चाहिँ यहाँ के राख्छु, अब एउटा उसको नाम राख्छु, आइटिएफ भनेर राख्छौँ। अप्पर केस र लोवर केस चाहिँ यसमा डिफ्रेन्ट हुन्छ है। कमान्ड चाहिँ सबै लोवर केसमै लेख्दा भयो होइन। अनि अब फोल्डर चाहिँ हामी मेक डिरेक्ट्री, एमकेडिआइआर भनेको मेक डिरेक्ट्री, आइटिएफ भनेको चाहिँ फोल्डरको नाम भयो। मैले के गरेँ, इन्टर गरेँ। अब यहाँ केही पनि आएन नि त, अनि केही पनि नआउनु भनेको चाहिँ सक्सेस भन्ने बुझिन्छ है। अब हामीले के गर्छौँ भन्दा चाहिँ एलएस गर्छौँ। फर्स्ट कमान्ड हामी जुन सिकेका थियौँ एलएस, यहाँ आइटिएफ बन्यो भनेर आयो होइन। अब मैले यसलाई चाहिँ अलिकति डिटेलमा प्रिन्ट गर्दाखेरि चाहिँ के छ, अब हामी यहाँ हेरौँ है। यो टाइम चाहिँ हाम्रो टाइम चाहिँ अनुसार चाहिँ आउँछ होइन, कति बेला गरेको बनाएको होइन। 2 जनवरी 12मा अनि 37 बाइट्स चाहिँ यसले स्पेस लिएको छ। अब हेरौँ है, माथि यो 4वटा र यो यसमा हेरौँ है के छ। यहाँ डी भनेको डिरेक्ट्री भनेको, यो भनेको फोल्डर हो। यदि डी छैन भने चाहिँ फोल्डर होइन भन्ने बुझ्नुपर्छ। अरू चाहिँ रिड राइट के पर्मिसन छ भने अरू पर्मिसन कुराहरू हुन् होइन। चाहिँ डी भने चाहिँ डिरेक्ट्री हो। डी छैन भने सुरुमा चाहिँ फर्स्टमा डी छैन भने त्यो भनेको चाहिँ फाइल हो भन्ने बुझ्नुपर्छ है। अब हामीले चाहिँ के गर्छौँ भन्दा चाहिँ अर्को कमान्ड एउटा सिडी भन्ने छ होइन। अब हामीले त फोल्डर गऱ्यौँ, तर हामी चाहिँ अहिले वर्किङ डिरेक्ट्रीमा चाहिँ केमा छौँ भन्दा चाहिँ रुटमा छौँ। अब हामी सिडी चेन्ज डिरेक्ट्री, सिडी भनेको चेन्ज डिरेक्ट्री, आइटिएफमा जाने भनेको चाहिँ यो हामी यो फोल्डरमा जान खोजेको भनेपछि अब आइटिएफ आयो। अघिसम्म यहाँ ह्यास मात्रै थियो भनेपछि अहिले चाहिँ
आइटिएफ भनेर आयो होइन। अब हामीले कुन वर्किङ डिरेक्टरी हो प्रिन्ट गर्दाखेरि चाहिँ आइटिएफ आयो। अघिसम्म रुट आएको थियो भने चाहिँ अहिले आइटिएफ आयो। हामी चाहिँ अब आइटिएफभित्र गयौँ, त्यो फोल्डरभित्र गयौँ। अब फोल्डरभित्र एलएस माइनस एलआरटी गऱ्यो भने चाहिँ यहाँ 0 आउनुपर्छ। 0 आयो नि त, फाइल केही पनि छैन भन्ने बुझ्या हो। अब हामी चाहिँ के गर्छौँ भन्दा चाहिँ यो फाइलभित्र चाहिँ एउटा फाइल कपी गर्छौँ है। अनि ल ठिक छ, यो हामी सिडी गरिसकेपछि चाहिँ ल कपी गर्नु अगाडि चाहिँ हामीले चाहिँ यो पछाडि चाहिँ कसरी जाने, यो फोल्डरको एक स्टेप प्यारेन्ट फोल्डरमा कसरी जाने र यो यसमा कसरी आउने भन्ने कुराहरू चाहिँ त्यही हो होइन। जस्तै अब सिडी आइटिएफ भनेको त्यो फोल्डरमा भनेको अगाडि फरवर्ड फोल्डरमा गयो, तर पछाडि जानलाई चाहिँ के छ, एक स्टेप ठ्याक्कै पछाडि जानलाई चाहिँ सिडी डट डट गऱ्यो भने ठ्याक्कै एक पछाडि गयो। अब हेरौँ पिडब्लुडी भनेको अघि हामी आइटिएफमा थियौँ, अहिले चाहिँ रुटमा आयो होइन। रुटमा जेनरली लिनक्समा चाहिँ के हुन्छ, ह्यास आयो भने त्यो रुट भन्ने बुझ्नुपर्छ है। जस्तै ह्यास आइरहेछ भने रुट एक्सेस लेभलको चाहिँ यो युजर हो भन्ने बुझ्नुपर्छ। लोकल होस्ट भन्ने युजर भयो है। अब हामीले चाहिँ के गर्छौँ भन्दा चाहिँ अब चाहिँ हामी एउटा फाइल बनाउँछौँ के भित्र, सिडी गर्छौँ आइटिएफभित्र हामी फोल्डर एउटा फाइल बनाउँछौँ। एल गऱ्यो भने एलएस गऱ्यो भने आउँछ होइन, एलएस गऱ्यो भने आउँछ, केही पनि छैन। एलएस माइनस एलआरटी गऱ्यो भने केही पनि छैन भन्ने बुझिरहेछ। अब चाहिँ हामीले एउटा फाइल बनाउँछौँ। के फाइल बनाउँछौँ, टच भन्ने छ, TOUCH टच। मैले चाहिँ अब के बनाउँछु भन्दा चाहिँ हेलो अन्डरस्कोर आइटिएफ डट टी भनेर एउटा फाइल बनाउँछौँ होइन। अब यो फाइल त बन्यो, टच भनेको चाहिँ एउटा फाइल बनाउनु। अघि जस्तै फोल्डर बनाएको जस्तै एमकेडिआर भनेको फोल्डर हो भनेपछि टच भनेको फाइल क्रिएट गर्नु हो। अब एलएस गरौँ, आयो एउटा फाइल आयो। अब एलएस माइनस एलआरटी गरौँ भनेको अलिक डिटेलमा आयो होइन। अब यो डिटेलमा आयो, कति बेला बनेको पनि आयो होइन, कहिले बनेको त्यो पनि आयो, साइज कति छ भनेर आयो। अघि चाहिँ हामीले फोल्डरको चाहिँ सर्टेन बाइट्स थियो भनेपछि यहाँ हेर्छौँ भने सर्टेन बाइट्स थियो भने चाहिँ अहिले यसको चाहिँ केही पनि डेटा छैन। फाइलले चाहिँ डेटा, फाइल नेमले चाहिँ डेटालाई भनेको स्पेस केही पनि छैन, खाली छ, युजै गरेको छैन होइन। अब हामी चाहिँ हेलो अन्डरस्कोर आइटिएफ डट टिएक्सटी फाइलमा चाहिँ के लेख्छौँ हामी होइन। लेखिसकेपछि अब लेख्नले चाहिँ कसरी छ भन्दा चाहिँ एलएस गऱ्यौँ। अब हामी चाहिँ के गर्छौँ, भिआई भनेको यो के हो, यो एडिटर हो कि होइन। अब यो चाहिँ कस्तो भने हामीले फाइल ओपन गरे जस्तो हो कि। अब हेलो मैले यति हेलो मात्रै लेखेँ, एउटै फाइल छ भने डट ट्याप गर्ने बित्तिकै आफै आउँछ। डिफ्रेन्ट फाइल छ भने चाहिँ हामीले पुरै नामै दिनुपर्छ है होइन। अरू युनिक नाम छ भने फर्स्टको दुइटा एउटा लेखेर ट्याप गर्ने बित्तिकै आइहाल्छ भने एउटा यहाँ एउटा मात्रै फोल्डर छ, त्यही भएर चाहिँ यसको टाइम लागेन। अब हामी के गर्छौँ, इन्टर गर्छौँ। अब इन्टर गरिसकेपछि यो भनेको चाहिँ अब के हो, यहाँ प्लिक प्लिक गरिरहेछ यहाँ कुनामा होइन। प्लिक प्लिक गरिरहेछ भनेपछि अब के भयो भन्दा चाहिँ कर्सर त्यहाँ छ होइन, कर्सर त्यहाँ छ। अब हामीले यसमा लेख्छौँ, लेख्नलाई सिधै हामी टाइप गर्न खोज्यो भने लेख्न दिँदैन है, लेख्न दिँदैन। लेख्नले चाहिँ अब के गर्नु पऱ्यो भन्दा चाहिँ स्केप थिच्नु पऱ्यो। किबोर्ड भएको इएससी भनेको टप कर्नरमा हुन्छ लेफ्टपट्टि, त्यहाँ स्केप थिच्ने अनि आई थिच्ने। आई थिचिसकेपछि अब बल्ल इन्सर्ट मोडमा जान्छ। यहाँ चाहिँ आई पनि आउँछ, इन्सर्ट मोड हो भनेको। अब चाहिँ मैले के गर्छु, हेलो दिस इज टेक्स्ट फाइल with using text file and I am using this file for test purpose इन्टर गऱ्यो भने अब नेक्स्ट लाइनमा जान्छ। आई मोडमै छ अहिले। यहाँ लाइन 2 नम्बर आयो, माथि चाहिँ 1 नम्बर लाइन आयो, लाइन नम्बर 2 नम्बर आयो, यहाँ देखिन्छ होइन कुन लाइन नम्बर छ। म यहाँ के गर्छु भन्दा चाहिँ आई एम एडिटिङ दिस फाइल विथ भिआई भनेको अघि हामीले एडिट गरेको होइन। अब हामी के गर्छौँ, अब यो यतिकै अब बाहिर त आउनु पऱ्यो यो फाइल चाहिँ होइन। अघि 0 बाइट्स थियो होइन, अब चाहिँ यो समथिङ यति लेखिसकेका छौँ हामीले होइन। यति लेखिसकेका छौँ भने चाहिँ अब केही न केही बाइट्स त पक्कै भयो होला होइन। अब चाहिँ हामी के गर्छौँ, योभन्दा बाहिर जानलाई चाहिँ हामी के गर्छौँ, स्केप थिच्छौँ। स्केप भयो भने यहाँ आई हट्यो है,
स्केप थिचेपछि स्केप थिच्ने अनि त्यसपछि कलन थिच्ने यसरी कलन डब्लु क्यु अनि एक्सक्लामेसन। डब्लु भनेको के हो सिधै हामी डब्लु नलेखिकन क्यु पनि लेख्न पाइयो हैन। यो भनेको एक्जिट हो। क्यु भनेको डब्लु लेख्यौँ भने हामी यहाँ लेखेको फाइल चाहिँ सेभ गर भने हो। कन्ट्रोल एस गरेको जस्तै हामी विन्डोजमा कन्ट्रोल एस गरे जस्तै डब्लु हो। डब्लु र डब्लु मात्रै हो कन्ट्रोल एस जस्तै। क्यु भनेको चाहिँ हामी एस सेभ एन्ड क्लोज भने हो है। यो फाइल चाहिँ हामी के गर्छौँ क्लोज भयो। अब ठ्याक्कै त्यहाँ आयो। अब चाहिँ हामी के गर्छौँ फर्स्ट कमान्ड हाम्रो के हो क्लियर गर्छौँ। अब चाहिँ हामी के गर्छौँ ls - lrt गर्छौँ। अब अहिले चाहिँ के आयो 98 बाइट्स आयो हैन त। भनेपछि अब चाहिँ हामी फाइल पनि सिक्यौँ। अब चाहिँ हामी के गर्छौँ भन्दा चाहिँ यो फाइलभित्र के छ त नि हैन हेर्नु त पर्यो। अब अघि चाहिँ हामीले एडिटै गरेका छौँ। भिआई भनेको एडिटै गर्ने हो, एडिट गरेको जस्तो हो, ओपन नै गरेर हेरे हो। तर रिड ओन्ली पनि हेर्नलाई चाहिँ के छ रिड ओन्ली भनेको क्याट सजिलो छ है कमान्ड चाहिँ क्याट भने चाहिँ हेर्नलाई हो। अनि अहिले के गर्छौँ अब त्यो फाइलको नाम दियौँ क्याट दियो भने अब हेरौँ है। अघि हामी लेखेको के थियौँ हेलो दिस इज अ टेक्स्ट फाइल एन्ड आई एम युजिङ दिस फाइल फर टेस्ट पर्पोज आई एम एडिटिङ दिस फाइल विथ भिआई भनेर यति लाइन चाहिँ हामी लेखेका थियौँ त्यो आयो होइन त। अब भनेपछि अब के भयो हेर्नलाई चाहिँ भिआई होइन अनि के होइन एडिट गर्नलाई भिआई अनि हेर्नलाई क्याट कमान्ड है। क्याट अनि फाइल नेम है। फाइल नेम छैन भने फाइल नेम ऊ आयो क्यानोट ओपन फाइल नेम भनेर छैन नि त त्यही भएर आयो। अब चाहिँ हामी के गर्छौँ भन्दा चाहिँ ल क्लियर गऱ्यौँ। अब हामीले चाहिँ के गर्छौँ भन्दा चाहिँ कपी पेस्ट गर्छौँ है। कपी पेस्ट भनेको सिपी कमान्ड हो होइन। अब यहाँ के छ हेलो मैले अब के गर्छु कपी फाइल कपी फाइल डट टिएक्सटी भनेपछि अब के गर्छौँ हेलो अन्डरस्कोर आइटिएफ फाइल चाहिँ कपी पेस्ट गर। यो कुन फाइललाई कपी गर्ने अनि पेस्ट के फाइल नाममा के गर्ने है इन्टर गरे। अब भनेपछि अब ls - lrt गरौँ आयो सेम साइज आयो साइज सेम आयो। तर अहिले भर्खर हामी यो फाइल क्रिएट गरेका छौँ भनेपछि सेम आयो है। दुइटै चाहिँ के आयो दुइटै चाहिँ के हो यो फाइल हो किनभने यहाँ डी छैन अगाडि है। डी भने चाहिँ डिरेक्ट्री हुन्थ्यो भनेको फोल्डर हुन्थ्यो। फोल्डर नि यो हामी चाहिँ कुन फोल्डरमा छौँ अहिले आइटिएफ फोल्डरमा छौँ। आइटिएफ फोल्डरभित्रै हाम्रो दुईवटा फाइल छ। फर्स्टमा हामीले यो बनायौँ त्यसपछि त्यसबाट कपी गऱ्यौँ है। अब त्यसपछि चाहिँ हामी के गर्छौँ भन्दा चाहिँ कपी पनि भयो। अब मुभ गर्छौँ हामीले मुभ फाइल हामी के गर्छौँ भन्दा चाहिँ यो कपी फाइललाई चाहिँ हामी रुट फोल्डरमा मुभ गरौँ है त। मुभ भनेको एमभी के छ सी कपी। अब हामी कहाँ गर्छौँ रुट फोल्डरमा भनेको थियो हामी चाहिँ यहाँ गऱ्यौँ है। त्यसरी यो भनेको चाहिँ एक स्पेस आइटिएफ भन्दा दुईवटा डट राख्ने बित्तिकै के भयो एक पछाडि गयो यति राखेपछि हामीले इन्टर गरेपछि सक्यो। ल अब मुभ भयो। अब यहाँ हामी हेर्छौँ ls - lrt छैन एउटा फाइल मात्रै छ किन हामी चाहिँ यो कपी फाइललाई चाहिँ मुभ गरिदिउँ। कहाँ मुभ गऱ्यौँ भन्दा चाहिँ यो आइटिएफको एक पछाडि फोल्डरमा भनेपछि एक पछाडि फोल्डर जानु पऱ्यो सिडी डट यसरी गरेपछि ठ्याक्कै यहाँ आयो। यहाँ अब ls - lrt गर्दाखेरि कपी फाइल यहाँ आयो। सुरुमा केमा थियो यो आइटिएफमा थियो। यो फाइल चाहिँ कपी फाइल डट टिएक्सटी हामी सुरुमा कपी गऱ्यौँ यहाँ कपी पेस्ट गऱ्यौँ हामी आइटिएफमा बनाएँ। त्यसपछि ls - lrt गरिसकेपछि लिस्ट हेऱ्यौँ। अब चाहिँ हामी के गरौँ यो फाइललाई चाहिँ हामी रुट फोल्डरमा लग्यौँ भनेको आइटिएफभन्दा बाहिर लग्यौँ। अब आइटिएफभन्दा बाहिर लानलाई चाहिँ के गर्ने भन्दा चाहिँ मुभ गऱ्यौँ यो फाइल नेम दियौँ त्यसपछि चाहिँ स्पेस दिएर एउटा स्पेस दिने अनि दुईवटा डट भनेको यो आइटिएफभन्दा एक पछाडि ब्याक जाऊ अनि त्यहाँ जे छ त्यहीमा पेस्ट गरिदेऊ भने हो। त्यही भएर चाहिँ यो फाइल चाहिँ यहाँ आएको हो है। अब यसलाई चाहिँ हेर्नलाई सिएटी क्याट कन्टेन्ट त फाइल त हामीले के एउटा फोल्डरबाट अर्को फोल्डरमा राखेको हो होइन। अब हामीले चाहिँ के गर्छौँ भन्दा चाहिँ दुईवटा फाइल चाहिँ दुई ठाउँमा आयो कपी गरेर हामी डिफ्रेन्ट फाइल ल्यायो हामी चाहिँ जहाँ पनि हामी कपी गरेर पेस्ट गर्न सक्छौँ होइन त। अब भनेको चाहिँ अब फाइलहरू चाहिँ टेल अब अर्को एउटा के छ टेल कमान्ड भन्ने छ है ls - lrt टेल भने चाहिँ टेल -f है टेल -f कपी
यो भनेको चाहिँ के हो भन्दा चाहिँ अब हामीले चाहिँ जस्तै टेल माइनस एफ भनेको यो टेल कपी फाइलमा चाहिँ हामीले लेख्दै गइरहेछौँ भनेपछि चाहिँ कुनै सपोज अरू कुनै सिस्टमले यसमा लेख्दै गइरहेछ भनेको यहाँ चाहिँ लेख्दै गयो भने चाहिँ यो लास्टको फाइलहरू चाहिँ यहाँ कन्टेन्ट है फाइलको कन्टेन्ट कपी फाइल डट टिएक्सटीको चाहिँ कन्टेन्ट चाहिँ यहाँ प्रिन्ट हुँदै जान्छ। अरू कुनै सिस्टमले चाहिँ यसमा चाहिँ ल यता लेखिरहेछ बिआई अझै खर्र यसरी लेखिरहेछ भने चाहिँ उसले के गर्छ यसरी आउँदै जान्छ, यसरी चाहिँ आउँदै जान्छ, आफै आउँछ यहाँ चाहिँ टेल टेल भनेर चाहिँ लाइभ चाहिँ त्यो फाइलमा के एडिट भइरहेछ भनेर देखाउनको लागि हो होइन। अनि लास्टको चाहिँ देखाउँछ होइन। अब यो चाहिँ हामी के गर्छौँ कन्ट्रोल सी भनेको कुनै फाइलमा कन्ट्रोल सी गरिदिनु भनेको चाहिँ क्लोज भनेको है त्यसलाई क्लोज गर्नलाई कन्ट्रोल सी हो। अब अर्को के छ भन्दा चाहिँ हेड भन्ने छ है। ल हेड भनेको पनि त्यही के हो भन्दा चाहिँ हेडको चाहिँ सुरुको चाहिँ 5वटा 2टा देखाउने भने जस्तै एचएडी हेड गरेँ होइन, मैले माइनस एन गरेँ 1 गरेँ भनेपछि के हुन्छ कपी फाइल गरेँ भने चाहिँ एउटा लाइन मात्रै देखा भने अब यो चाहिँ होइन हेड माइनस एन पछि 2 देखायो भने होइन के हुन्छ 2टा लाइन देखाउँछ हो। हामीसँग 2टा लाइन मात्रै छ भनेपछि यो हेड भनेको चाहिँ के हो भन्दा चाहिँ त्यो फाइलको चाहिँ टफ लाइन चाहिँ देखाइदिने भयो होइन त। अब अर्को कुरा चाहिँ के छ भन्दा चाहिँ सिएच मोड भन्ने छ। सिएच मोड भनेको सिएच मोड यो मोड भने चाहिँ के हो भन्दा चाहिँ अघि हामी हेर्छौँ भने एलएस माइनस एलआरटी है। सिएच मोड भने यहाँ हेर्दाखेरि चाहिँ के छ भन्दा चाहिँ यो सिएच मोड भनेको चाहिँ पर्मिसन हो है। सिएच मोड भनेको चाहिँ पर्मिसन दिने हो है। पर्मिसन कुनै एउटा फोल्डरमा चाहिँ पर्मिसन दिनु पऱ्यो भने चाहिँ हामीले सिएच मोड युज गर्छौँ। सिएच मोड भनेको चाहिँ अब के हुन्छ भन्दा चाहिँ सबैभन्दा बढी पर्मिसन भनेको 777 हो यसमा चाहिँ है। त्यो सिएच मोड भनेको ट्रिपल भनेको यसमा चाहिँ के हुन्छ हामीले त्यो बाइनेरीमा पढेको अनुसार चाहिँ यहाँ 3टा यो भनेको 4वटा भयो होइन, यहाँ पनि 4वटा अनि यसपछि के अरे यहाँ चाहिँ एकैछिन ल 2 3 4 5 6 7 8 9 1 2 3 3 3वटा हुन्छ है। जस्तै यो 3वटा भयो त्यसपछि यो 3वटा भयो र यो 4वटा रहेछ त है। जस यसले चाहिँ यसरी बुझौँ सिएच मोडमा भनेको एकदम फुल पर्मिसन भनेको 777 हो होइन, र रिड राइट गर्नु भनेको 755 555 भनेको चाहिँ हो। जस्तै अब यहाँ हेर्छौँ भने यहाँ हेरौँ अब चाहिँ मैले के गर्छु भन्दा चाहिँ सिएच मोड के गर्छौँ 555 मात्रै दिन्छु कसलाई आइटिएफलाई होइन। यति मात्रै गरिसकेपछि के भयो अब चाहिँ एलएस माइनस एलआरटी गरौँ है। के हुन्छ अघि यहाँ हेरौँ है यो चेन्ज भयो नि त है यो लाइन अनि त्यसपछि यो लाइन हेरौँ है। पहिला के थियो डिआरडब्लु एक्सआर थियो र एक्स थियो होइन। भनेपछि यहाँ के भयो डब्लु चाहिँ हट्यो। डब्लु भनेको चाहिँ के हो भन्दा चाहिँ डिरेक्टी हो। त्यो डिरेक्टीमा चाहिँ अब रिड राइट भनेपछि चाहिँ अब के भयो राइट गर्ने अप्सन चाहिँ छैन भन्ने बुझ्यो अब होइन त। अब मैले चाहिँ यसमा चाहिँ के गर्छु भन्दा चाहिँ सिडी आइटिएफमा गएँ। अब चाहिँ एउटा फाइल लेख्छु म चाहिँ के लेख्छु TOUCH टच टेस्ट फाइल डट टिएक्सटी भनेपछि दियो है। दियो भइसकेपछि अब चाहिँ के भयो अब यो भित्र चाहिँ भिआई गरेर टिएसटी टेस्ट फाइल टेक्स्ट गरेर हामी चाहिँ अब यहाँ चाहिँ आई गऱ्यौँ अनि अब यसमा चाहिँ मोडिफाई एलएस माइनस एलआरटी भनेपछि त्यसको डिरेक्टरीहरू चाहिँ के हुन्छ यो ऊ चाहिँ चेन्ज चाहिँ हामीलाई रिड गर्न दियो राइट गर्न दियो 755 भनेको चाहिँ है। अनि त्यसपछि चाहिँ त्यसलाई चाहिँ के गर्न दियो त्योभित्र फाइलभित्र चाहिँ हामीले कन्टेनरहरू लेख्न दियो। सिएच मोड भनेको चाहिँ पर्मिसन चेन्ज अनर ग्रुपहरूको अनर चेन्ज गर्नलाई चाहिँ त्यो हो होइन त। अब अरू चाहिँ अब एउटा लास्ट चाहिँ होइन फाइन्ड अब सर्च गर्नु पऱ्यो मलाई चाहिँ होइन।
सर्च गर्नु पऱ्यो भन्दा चाहिँ अब के छ भन्दा चाहिँ यहाँ चाहिँ एलएस माइनस एलआरटी गऱ्यौँ। अब मलाई यहाँ फाइन्ड गर्नु पऱ्यो होइन। फाइन्ड चाहिँ के गर्नु पऱ्यो त्यसको लागि चाहिँ के छ, फाइन्ड छ होइन। फाइन्ड धेरै फाइल छ यहाँ, सपोज धेरै फाइल छ, त्योभित्र चाहिँ हामीले चाहिँ फाइन्ड गर्नु पऱ्यो। फाइन्ड गर्नुलाई चाहिँ के छ भन्दा चाहिँ अब मलाई चाहिँ स्ट्रिक डट टीएक्सटी फाइल मात्रै चाहियो। यति गरिसकेपछि के आयो, यो भित्र चाहिँ दुईवटा टीएक्सटी फाइल छ, एउटा रिडमी एउटा चाहिँ यो। अब मलाई चाहिँ होइन यो डिटेल चाहियो। डिटेल चाहियो भनेपछि एलएस माइनस एलआरटी स्ट्रिक डट टीएक्सटी भनेपछि हो। अब चाहिँ के आयो भन्दा टेक्स्ट भनेको फिल्टर भएर मात्रै आयो नि त। अघि हामी एलएस माइनस एलआरटी गर्दाखेरि चाहिँ के हुन्थ्यो, टन्नै आउँथ्यो। अब चाहिँ फाइन्ड गरेर गर्दा पनि भयो, फाइन्ड गरेर गर्दाखेरि चाहिँ त्यसको डिटेल मात्रै आयो होइन। अब चाहिँ एलएस माइनस एलआरटी, तर मलाई के चाहियो, यो भएको मात्रै चाहियो भनेपछि टेक्स्ट अगाडि स्टार भनेको अगाडि जेसुकै होस् पछाडि जेसुकै होस्, तर टीएक्सटी भन्ने फाइल छ भने चाहिँ मलाई देखाइदिए भनेर भने हो होइन त। चाहिँ यहाँ आयो भनेपछि फाइन्डको एउटा चाहिँ यो एउटा चाहिँ भयो होइन त। अब यति नै चाहिँ हो होइन। अरू अरू पनि छ कमान्ड होइन, तर यतिलाई चाहिँ बेसिक मान्न सकिन्छ होइन, एकदम स्टार्टिङ फेजको लागि। यति भएपछि हस्, थ्याङ्क यू है, यति नै हो आजलाई, थ्याङ्क यू।